अन्डा गरे है यो अनि यहाँ चाहिँ पालकको साग हेलो नमस्ते हजुरहरू आरामै हुनुहुन्छ होला हामी पनि आरामै छौँ आजको हाम्रो खाना यस प्रकारले छ यो अन्डा करी यसमा मटर पनि मिक्स गरिएको छ अनि चाहिँ यो पालकको साग दाल अनि यो घरको घिउ हेर्नुहोस् यो घरमै बनाएको घिउ हो योसँग हामी खाना खाँदैछौँ हस् त खाना खाना पर्यो हजुरहरूले हामीलाई अनुमति दिनु होला ल त चेस ल त घिउ हालौँ है हाल घिउ अब तातो घिउ के अरे तातो भात न त घिउ खानी ल हुन्छ भयो मलाई हेर्नुहोस् अब यो एकदम घरमै बनाएको दुध जमा गर्दै गर्दै तर जमा गरेर बनाएको घिउ हो मिठो हुन्छ ल खानु पुरा ल आहा आज सोप थिएन त यसमा सोप पनि राख्दैन थियो मलाई फेरि सोप भएन राम्रो लाग्छ हाल न अन्डा खाना नि देखाइहालौँ नि भयो अहिले हाल्छु म आज चाहिँ अन्डा करी हेर्नुहोस् आजको हाम्रो खाना ल त घिउ हाल्यो ल खान यो घिउ चाहिँ यस्तो मिठो हुन्छ घरमा बनाएको घिउ सादा खाना झन् धेरै खाइन्छ कति डेली मासु खाइराख्ने सादा खाना झन् धेरै खाइन्छ भाइ मिठो पालकको साग झन् फेभरेट आज खाना त्यो आँपको अचार खान भुलेछु खाना तातो यस्तो कति मिठो भएको खाना मिठो भएछ खाना खाना मिठो भएछ जाडोले गर्दा घिउ भात झन् मिठो हुन्छ क्या मिठो हुन्छ तातो भात है
खुर्सानी त राख्दै गएर खान डर लागेछ हो न ल्याउनु त तँ असलै पिरो रहेछ कि है मजाले पाएको रहेछ पिरो पिरो के आपको अचार खाना बोले थे क्या ठिक्क भयो यार घिउ वाह मिठो भयो मिठो भयो क्या तातो खाना आज त बुढले जल्दी खायो त मिठो भयो त्यही भएर छिटो खायो भात भयो धेरै भयो अहिले धेरै हाल्यो भात दाल अलिकति खानु पर्यो हेर्नुहोस् बुढा खाइयो हस् त हामीहरूले खाना खाइसक्यौँ अब भोलि फेरि यही समयमा हजुरहरूसँग भेट हुनेछु
ल त बाई बाई।